गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो साथीहरू आज चाहिँ म फेरि यहाँ भिडियोको साथमा छु अनि के अरे मम्मी चाहिँ हिजो बेलुका आउनुभयो अनि म चाहिँ कोठामै गएर राति खानासाना खाएर मम्मीहरूकोमा अनि मम्मी चाहिँ अहिले घरमै हुनुहुन्छ म पनि यहाँ मम्मीहरूकोमा आएको छु आज मम्मीको बाख्रा चाहिँ एकदम कराएको कराइ छ अरे बच्चा पाउन लागेको छ बाख्राले अनि त्यही भएर म खाना पुऱ्याउनु जान लागेको दिदीलाई मम्मीले चाहिँ रेडी गरेर राख्नुहुन्छ साथीहरू अनि म चाहिँ यहाँ बसिरहेको छु नानीलाई चाहिँ मैले रेडी गरेर ल्याइसकेको छु अघि नै अनि अब हेर्दै जाऊँ के हुन्छ के पाउँछ बाख्राले पाएपछि म तपाईँहरूलाई देखाउनेछु हेर्दै जानु होला त्यो नानी पुरै अघि आइसकेको छु अनि दिल्ला खाना पनि पुऱ्याएर आएँ अनि म अब तपाईँहरूलाई देखाउँछु बाख्रा चाहिँ कराएको कराइछ क्या मम्मी चाहिँ हिजै आइपुगिहाल्नु हो मार्काबाट बाख्राको पिराले साथीहरू के गर्नु गाह्रो छ कराइरहेको छ साथीहरू मान्छेलाई जस्तै त हुन्छ होला नि होइन उनीहरूलाई पनि ठै भएर हेर्नु त कति पेट दुखेको होला मम्मी कति पेट दुखेको होला बिचरा बस्दै उठ्दैछ साथीहरू मान्छे भयो हस्पिटल लगिसक्नु पर्थ्यो पशु भएर के गर्नु कराएको कराइछ साथीहरू कराएको कराइछ साथीहरू पेट दुखेर क्या साथीहरू म चाहिँ यहाँ कोठा आएको थिएँ टिफिन बनाउन अनि बाख्रा ल्यायो भन्नुभयो नि जाँदैछु म जाँदैछु है साथीहरू म टिफिन बनाउन आएको हाल्नु के भयो म जाँदैछु साथीहरू अघिसम्म म पाएकै थिएन बच्चा अनि के भयो भनेको लास्टमा यो पाएँ के पायो लास्टमा पाठी पाएर सुरुमा यो अनि यो सासै फेरि नि बाल सिद्धेको छ त फुकेको फुकै सास हालेको हाले गरेपछि ठैबाट साथीहरू हेर्नु न पाएछ सास हालेको हालै फुकेको फुके गरेँ कि यसलाई अनि बल्ल भयो त यो पनि त्यस्तै भयो होला लुकै बिचरा कति गाह्रो भएन हौ राम त्यो पाठालाई त म सास अझै हेर्नु ए सास दिएको त्यसरी यसलाई त झन् पुरै सास दिएको सास फेर्न गाह्रो भएर किन यस्तो भयो यो पाठालाई दुईवटा बोका एउटा पाठी दुईवटा खोइ बोका पायो लास्टा पोट पनि यस्तै बिहाको त साथीहरू यसपालि पनि यस्तै कति गाह्रो भयो भन्थ्योस् नि मलाई म त आत्ती भन्छु त कतिखेर यो पाठ एकैछिनमा जन्म आएर म त उहाँ टिफिन बनाउन गएको थिएँ कि साथीहरू अनि मम्मीले पो फोन गरेर यहाँ बनाइ पनि सकेको थियो ठ्याक्क अनि हेर त्यहीबाट सासै घुमेछ हेर्नु त 3टा जन्मायो अम्रो झारो भर्खर बिहा पाठो खसाउँदैछ ए भर्खर पाठो खसा बिचरा उठेकै छैन बसेरै पायो बसेर त्यतिकै तिनवटाकै जेठो कुरकुरो यो जेठो यो माइलो कान्छो छैन थाहा अनि 2टा छोरा एउटा छोरी पाएछ कतिको खुसी हुनुभयो त नगर उता जा अनि लास्टमा जे पाउँछ त्यही मलाई दिनु भनेको थियो मम्मी साथीहरू हेर्नु न साथीहरू लास्टमा जे पाउँछ बाख्राले तँ म लिन्छु भनेको थिएँ मैले लास्टमा फेरि पाठी नै जन्माएछ हेर्नु त मम्मीलाई मैले मम्मी म तपाईँ माइत जानु भन्नु पनि म के अरे बाख्रा जन्मायो भने म भिडियो गर्छु भिडियो गरेपछि के जन्मिन्छ हेर्नु अनि म लास्टको मै लिन्छु भनेको थिएँ कि साथीहरू
भयो लास्टमा चाहिँ पाठी नै जन्माएछ होइन अनि दुईवटा बोका एउटा पाठी जन्माएछ लास्टमा चाहिँ पाठी नै पोहोर पनि त्यस्तै भएको थियो नि त यो दुईवटा बोका जन्माएको थियो लास्टमा पाठी जन्माएको थियो यसपालि पनि त्यही भयो साथीहरू एकदम खुसी राम्रोसँगले भयो जे जन्मे पनि बोका जन्मे पनि पाठी जन्मे पनि बिचरा कति गाह्रो हुन्छ होइन यस्तै साथीहरू अनि म चाहिँ टिफिन बनाउन गएको थिएँ भरे यता भ्याइसकेको छ मम्मीले फोन गरेर बोलाउँदा पो अनि हत्तपत्त आएको साथीहरू यस्तै हो यो पनि यो यी छन् नि यहाँ म देखाउँछु तपाईँहरूलाई यो छ नि यो सेतो खसी यो कालो यो दुईवटा खसी अनि यो पाठी पोहोर पनि यस्तै ब्याएको थियो यसपालि पनि त्यस्तै भएछ लास्टमा कालो पाठी नै यसपालि पनि कालो नै कालै जन्माएछ है यसपालि पनि काल कत्रो यसो सानो बोक लागेको थियो नि मैले पो लगेको थिएँ त हौ साथीहरू फेरि यो माउलाई त्यही बडा कति गाह्रो भएको थियो बल्ल आनन्द भयो लट्ठीले उ गरेर गर्नु न कान त भइसक्यो बिचरा ल साथीहरू अब यस्तै हो अब बाख्रा पनि जन्मेछ राम्रो भयो खुसी लाग्यो राम्रै भएर जन्मेछ गाह्रो त कति भयो बिचरा उसलाई पनि बिहानदेखिको अनि अब यस्तै हो म पनि अब एकछिनमा टिफिन बनाइसकेको छु अब पुगाउन जान्छु मेरो भिडियो सबैजनाले माया गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब पनि गर्नु साथीहरू मैले चाहिँ यो नानीको स्कुलमा गएर टिफिन पनि खुवाएर आइसकिसकेको छु अनि मैले चाहिँ मेरो छोरीको स्कुलको वार्षिक परीक्षाको लागि चित्र बनाउन दिनुभएको थियो अनि त्यही भएर म चाहिँ यहाँनिर चित्र बनाउनलाई अब रेडी गर्दैछु साथीहरू मैले चाहिँ लेखिसकेको छु यहाँ देख्न सक्नुहुन्छ मेरो छोरीको नाम स्कुलको नाम सब्जेक्टको नाम र कलर कुन कुन लाउने हो कसरी लाउने हो भनेर मैले चाहिँ यहाँ लेखिसकेको छु साथीहरू देख्न सक्नुहुन्छ अब धेरै वर्ष पनि भयो हात नबसेको त्यस कारणले गर्दाखेरि अलिक राइटिङ चाहिँ राम्रो छैन त्यसको लागि एकदम सरी भन्न चाहन्छु मेरो साथीहरूलाई अब म चाहिँ चित्र बनाउँछु अनि मेरो छोरीलाई चाहिँ भोलि म स्कुलमा लगाएर दिनेछु अब सबैजना साथीहरूले दिइसक्नु भएको रहेछ म चाहिँ हिजो स्कुल गइनँ अनि स्कुल नगएको कारणले गर्दा चाहिँ मैले चित्रहरू लेख्न बनाउन पाइनँ साथीहरू एकदम त्यसको लागि सरी भन्न चाहन्छु अनि म चाहिँ अब यो चित्र बनाइसक्छु अनि भोलि मेरो नानीको लाने बेला तपाईँलाई म अवश्य देखाउने नै छु होइन कस्तो बनाऊ भनेर हेर्दै गर्नुहोला साथीहरू मलाई चाहिँ खासै चित्र बनाउन पनि आउँदैन त्यही भएर चाहिँ मैले जस्तो आयो त्यस्तै बनाएँ हेर्न सक्नुहुन्छ मैले बनाएको यस्तै बनाएको छु साथीहरू अरू पनि बाँकी छ नेपालीको अझै गर्न बाँकी नै छ साथीहरू अब मेरो चाहिँ बनाउँदा बनाउँदै नानी लिन जाने बेला पनि भइसकेको छ अनि त्यही भएर म चाहिँ नानी लिन जान लागेको साथीहरू अहिले सबैजनाले मेरो भिडियो हेरिदिनु होला माया गरिदिनु होला माया गर्नुभएको छ अझै धेरै माया गर्नु होला अब नानी लिन जाने बेला भइहाल्यो साथीहरू अब मलाई खासै राम्रो चित्र बनाउन आउँदैन त्यही पनि छोरीको लागि चाहिँ म कोसिस गर्दैछु साथीहरू त्यहीजनालाई मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नु होला अझै माया पनि गर्नु होला म चाहिँ डेली भ्लग हाल्न पाइरहेको छैन साथीहरू होइन अनि त्यही पनि अब यसो कहिलेकाहीँ हालिरहेको छु त्यही पनि तपाईँहरूले सबैजनाले यति धेरै माया गरिदिनु भएको छ म एकदम मनैदेखि एकदम खुसी पनि छु ह्याप्पी पनि छु साथीहरू होइन सबैजनालाई माया अनि सम्झना